आज हामी विराटनगर महानगरपालिका वडा नम्बर 5 हाम्रो जितनारायण चौधरी सरको चर्चदेखि बिलिभर चर्चदेखि दक्षिण रमनजीको घरदेखि पूर्वपट्टिको नहरमा आज हामी यो यति राम्रो यो बरको गाछी हेर्नुहोस् त कत्रो गौतम दाई भन्दा नि अग्लो रहेछ है 6-7 फिट रहेछ हैन 6-7 फिट छ 5 फिट 3 इन्च छु ए तपाईहरु सेम रहेछ म 5 फिट 3 इन्च 8 इन्च यो त 8 फिट होला छैन 6-7 फिट होला अब हेर्नुहोस् यति राम्रो अब यसलाई चाहिँ हेर्नुहोस् है हामीले कहाँ भेटेको भने हेर्नुहोस् यो बर महाराजलाई हेर्नुहोस् यो जराहरू हेर्नुहोस् त यो जरा भएर एउटा गमलामा रोप्नु भएछ कसैले पूजा गर्न सायद हेर्नुहोस् हैन अनि अब ठुलो भयो यहाँ टिनको मा जस्तो लाग्यो यहाँ टिन पनि छ हेर्नुहोस् यहाँ हेर्नुहोस् है टिनको मा हाल्नु छ अनि यसलाई आलिङमा अगाडि फालिदिनु भएको रहेछ हेर्नुहोस् हिजो हामी जयकमल दाई गौतम दाई म अनि हाम्रो लोकेन्द्र थापा सर हामी गएको थियौँ बिरुवा रोप्नलाई त्यहाँ देखेपछि अनि उठाएर लिएर आएर आज यहाँ रोपेको हामी यो एरियालाई चाहिँ बर पिपलको एरिया बनाउन चाहन्छौँ कि यो एरियालाई बर पिपलको एरिया बनाउन चाहन्छौँ सन्तोषको सास फेरेछ यसले त अहिले पुरा आनन्दको सास फेरिरहेको छ बिचरा मेरो स्टेट बन्द तपाईँ स्टेट पढ्नु म तल मात्र स्टेट मात्र हाल्दाखेरि ट्याक्कै सिधा होस् है टेढा हो भने गौतम सरतिर चढेर टेढा हो त्यो त माथि टेढा छ होइन ट्याक्कै स्टेट टेढा छैन तपाईँ बस्दा त्यस्तो देखिएको भएन अब मैले आफ्नो फोटो आए पनि त यसो हात त थिच्नु त त्यहाँ यताबाट थिच्नु ल बर महाराज तपाईँ यो ठाउँमा एकदमै फल्नुहोस् फुल्नुहोस् सप्रिनुहोस् ठुलो हुनुहोस् यहाँ कति चाहिँ अब गमलामा तपाईँ यति चाहिँ विचार हुनुभएको थियो पुरै अब तपाईँ बढेर यो बर्खामा त यो त ओला ठुलो हुन्छ त्यसले चिसो छ हैन नहरको चिसो छ 200-400 वर्षसम्म तपाईँ यहाँ रहनु होला यहाँ चाहिँ हाम्रा दर सन्ततिहरूलाई तपाईँले शीतल दिनु होला छारिदिनुहोस् यहाँ हामीले बोट बिरुवाको ठिक्क त्यसको पनि नि सानो प्लेट हो यो चलेको थियो